यो भिडियोमा केही कुरा भन्दै गर्दा मबाट गल्तीहरू भएमा मिस्टेक भएमा माफी चाहन्छु है। मलाई त्यति राम्रोसँग बोल्न आउँदैन, बोल्न नजानी भए पनि मैले बोल्ने कोसिस गरेको छु। तपाईहरुले यो भिडियोलाई लाइक र शेयर गरिदिनु होला। अहिले राजनीतिकमा राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामे छानेज्यू कारागारबाट नखु कारागारबाट धरौटी तिरेर निक्लेर आइसकेपछि उहाँले 10 दिन भित्रमा गरेका कामहरू यति फास्ट काम गर्नु भएको छ। उहाँले सबै शक्तिहरूलाई एक बनाउन मिलाउन र हरेक काम गर्नलाई जेनजीको शहीद भएको परिवारलाई भेट्न जाने कुराहरूदेखि लिएर सबै काम फास्ट गर्नुभयो उहाँले। उहाँ जस्तो नेता देशमा चाहिएकै छ अनि भन्न चाहन्छु म है। यो पालेन शाह कुलमान घिसिङहरू जसरी राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले प्रवेश गर्नु भएको छ, तपाईहरुलाई पद दिएपछि मात्रै आउनु भयो क्या? तपाईहरु देशको लागि भनेर आउनु भएन। तपाईहरु आफ्नै तरिकाले पार्टी खोल्दै हिँड्नु भएको थियो क्या? बहुमतै आउँदैन थियो। तपाईहरुले आफ्नो पार्टी खोले पनि नि बहुमत एउटा आउँदैन थियो, तपाईहरुको सरकार बन्दैन थियो। त्यही पुरानो कांग्रेस एमालेमा सरकार सत्ता जान्थ्यो। तपाईहरु जुन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन शाहज्यू तपाई जुन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ नि, प्रधानमन्त्रीको पद नदिएको भए तपाई आउनै हुँदैन थियो क्या है। अनि कुलमान दाइ तपाईलाई उपसभापतिको पद नदिएको भए नि तपाई आउँदैन थियो क्या? तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीमा आउँदैन थियो, किनभने तपाईँले पहिलादेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइजेक गर्ने कोसिस गरिसक्नु भएको थियो क्या? उपलाकै निल्ने खबरदार, कसैले हुँदैन। यो पार्टी बनाएको रवि लामे छानेज्यूले बनाएको हो। रवि लामे छानेज्यूलाई 3 कार्यकाल सभापति राख्नै पर्छ। 1 कार्यकाल समाप्त हुन आँटिसक्यो, जेल गरेर उहाँले काम गर्न पाउनु भएन। 3 कार्यकाल हुनै पर्छ, यो नियम बनाउनै पर्छ, नत्र हामी युवाहरूले आगो लगाउँछौँ, न त भोट पनि दिँदैनौँ, आगो लगाउँछौँ फेरि रोडमा है। अनि अरू कुरा, एकचोटि कार्यकाल प्रधानमन्त्री अथवा गृहमन्त्री रवि लामे छाने बनाउनै पर्छ, नत्र हामीहरू विध्वंस मचाउँछौँ। हामी रेमिटेन्स बन्द गर्छौँ सबै युवाहरू मिलेर। अनि अरू कुरा नेपालभित्रै आगो लगाउँछौँ, सामाजिक सञ्जाल पनि तताउँछौँ, रोडमा पनि आगो लगाउँछौँ है। यो कुरा हेकारोस्, यो फेरि यो दिन आउँदैछ, चाँडै आउँदैछ। पहिला जेएनजीले आन्दोलन गर्नुभन्दा अगाडि नै 1 वर्ष अगाडि 6 वर्ष अगाडि मैले यो भिडियो बनाएर फेसबुक र टिकटकमा हालेकै थिएँ। टिकटकमा गएर हेर्नुहोस्, युट्युबमा गएर हेर्नुहोस्, मेरो च्यानलमा युट्युब जोन बिकेस च्यानलमा 2टा च्यानल छ, त्यसमा गएर हेर्नुहोस्। त्यहाँनिर मेरो भिडियोहरू धेरै लाइक र सब्सक्राइब कसैले गर्दैन, नगर मतलब छैन। तर भिडियो त हालेको छु नि त, मैले भिडियो हालेको छु, त्यो भिडियो रहिरहन्छ। अनि अरू कुरा बारम्बार हामीले भनिरहेको छौँ, हामीले आग्रह गरेको छौँ, माग गरिरहेको छौँ। कसलाई मागेको? हामीले कोसँग आग्रह गरिरहेको छौँ? अहिले हामी यति कराइरहेको छौँ, सरकारसँग हो नि, न्यायालयमा हो नि। अनि यी नेताहरूसँग हामीले मागेको हो नि त। हामीले के चाहेका छौँ? हामीले देशमा नेतृत्व गर्ने सही मान्छे चाहेका छौँ, एउटा रवि लामे छाने जस्तो व्यक्ति। अनि अब अरू कोही मान्छेहरू छन् होइन, म नाम तोकेर भन्दिनँ, देश तोड गर्ने क्रममा र 3टा नेतालाई गाली गरेका छन्। कुलमान, बालेन, रवि लामे छानेलाई नाना थरी गाली गरिरहेको छ। एमसीसीको मतियार बनेको छ, सहकारी ठग बनेको छ, अनि लुसिफर भन्दै यसरी गाली गर्दै हिँडिरहेको छ र अहिले अन्तर्वार्ता दिइरहेको छ कि पत्रकारहरूसँग यिनीहरू कुनै भिजन भएको होइन भनेर। होइन, कतिसम्म मूर्ख र कतिसम्म घमण्डी र कतिसम्म अहङ्कारी हुन सकेको यार। अनि उसको केही व्यक्तिहरूले 2-4 जनाले आफ्नो जातको नेतालाई मन पराएर सपोर्ट गर्यो भन्दैमा अनि राष्ट्रिय स्वतन्त्र पार्टीको हामीहरूलाई, म मात्रै होइन सबै नेपाली जनताहरूलाई, नेपाली जनताहरूलाई गाली गरिरहेको छ क्या है। पुरै नानावादी भनेर गाली गरिरहेको छ, धम्की दिइरहेको छ। अनि यस्तो गुन्डाहरू भएको नयाँ पार्टीमा हामीले विश्वास गरेर भोट हाल्ने कदापि हुँदैन। अनि दलितहरूलाई भारतबाट आएको हो, भारतीय नागरिक हो भनेर भनिरहेको छ। कुन आधारमा भन्यो? ऊ चाहिँ कुन देशको नागरिक हो? चाइना, जापान, कोरिया, मङ्गोलिया देश, तिब्बत कहाँको नागरिक हो? यो स्पष्ट बनाउनु पर्यो उसले। ऊ जस्तो अहङ्कारी र घमण्डी मान्छे मैले कहीँ पनि देखिनँ। यो बन्द गर्नुहोस्, तपाईँहरूले बन्द गर्नुहोस्। यदि देशको प्रधानमन्त्री बन्न चाहनुहुन्छ भने, बहुमत ल्याउन चाहनुहुन्छ भने सबै नेपाली जनतालाई एक बनाएर खुसी बनाएर लानुहोस्, बहुमत लिएर सरकार चलाउनुहोस्। यही तपाईँहरूलाई च्यालेन्ज हो मेरो। कतिसम्म घमण्ड हो क्या मान्छे, कतिसम्म घमण्ड हो क्या? सबैले बुझ्नुपर्ने कुरा यही हो, बुझ्नुहोस् भन्न चाहन्छु। यो छोटो भिडियोमा यति कुरा राख्न चाहन्छु। हस्त नमस्ते। यदि कुनै पनि नयाँ नेताहरूले गडबड गर्यो भने पार्टी ध्वस्त बनाउने, पार्टी फुटाउने, राष्ट्रिय स्वतन्त्र पार्टी फुटाउने र आलोचना गर्ने र
र विरोध गर्ने र काम नगर्ने सरकारमा गएपछि काम नगर्ने काम गर्यो भने रोडमा घिसारिनेछ। यति भन्छु। हस्त नमस्ते।